एकपटक आफ्नो वरिपरि हेर्नुस् त। यदि तपाईले यो ब्रह्माण्डलाई ध्यान दिएर हेर्नुभयो भने एउटा कुरा पक्का छ, तपाईले यहाँ हरेक कुराहरू परिवर्तन भइरहेको, बदलिरहेको देख्नुहुन्छ। यही कुरालाई बुद्धले लगभग 1000 वर्ष अगाडि भन्नुभएको थियो। सबै कुराहरू अनित्य छ, सबै कुराहरू बदलिरहेको छ, परिवर्तन भइरहेको छ। त्यसैले कुनै कुरामा आसक्ति नराख्नु अर्थात् अट्याचमेन्ट नराख्नु भन्नुभएको थियो। तर हामी किन मान्थ्यौँ? एनीवे, बुद्धलाई साइड राखेर तपाईले ब्रह्माण्डलाई ध्यान दिएर हेर्नुभयो भने तपाईले पाउनुहुनेछ हरेक कुराहरू परिवर्तन भइरहेको छ। जस्तै बच्चाहरू बढिरहेको देख्न सक्नुहुन्छ, ब्याङ्क ब्यालेन्स तपाईँको घटबड भइरहन्छ, अनि पोजिसन तपाईँको किप्स चेन्जिङ। तपाईँको पोजिसन एक ठाउँमा अहिले यहाँ हुनुहुन्छ, एकछिनमा कहाँ हुनुहुन्छ होइन, पोजिसन चेन्ज भइरहेको हुन्छ। फेसबुक फ्रेन्ड पनि बढिरहेको हुन्छ। अमाउन्ट अफ डेटा तपाईँको मोबाइलको, ल्यापटपको डेटाहरू पनि बढिरहेको, कन्टिन्युसली बढिरहेको हुन्छ। इभन हाम्रो यो ब्रह्माण्ड इट्सेल्फ एक्सपान्डिङ, हाम्रो ब्रह्माण्ड पनि फैलिरहेको छ, एक्सपान्ड भइरहेको छ। यी उदाहरणहरूमा परिवर्तन हुने कुराहरू डिफ्रेन्ट छन् र परिवर्तन डिफ्रेन्ट तरिकाले भइरहेका छन् र यिनीहरूको गति, रेट अफ चेन्ज अथवा परिवर्तन हुने गति पनि डिफ्रेन्ट छ। डिफ्रेन्ट भए तापनि यी सबै कुरामा एउटा कमन चिज छ, त्यो भनेको परिवर्तन हो, चेन्ज हो। परिवर्तनलाई, यी बदलिरहेका चेन्जलाई बुझ्नको लागि, यसलाई एक्सप्लेन गर्नको लागि हामीलाई नयाँ ब्रान्च अफ म्याथमेटिक्स चाहियो र त्यो ब्रान्च अफ म्याथमेटिक्सलाई हामी क्यालकुलस भन्छौँ। अर्थात् क्यालकुलस भनेको के रहेछ? इट इज द म्याथमेटिक्स अफ चेन्ज। परिवर्तनसँग डिल गर्ने म्याथमेटिक्सलाई हामी क्यालकुलस भन्छौँ। त्यसैले यो ब्रह्माण्डलाई बुझ्नु छ भने अब हामीले चेन्जलाई बुझ्न आवश्यक छ र त्यसकारण हामीले क्यालकुलसको स्टडी गर्छौँ। तपाईँले क्यालकुलस क्लासमा धेरै जटिल इक्वेसन, धेरै जटिल प्रब्लमहरू देख्नु भएको होला र यी सबै जटिल इक्वेसन, जटिल क्वेसन्सहरूको पछाडि दुईवटा कोर आइडिया छन्। फर्स्ट आइडिया इज डेरिभेटिभ, यसलाई हामी डिफ्रेन्सियल क्यालकुलस पनि भन्छौँ अथवा डिफ्रेन्सिएसन पनि भन्छौँ। र सेकेन्ड कोर आइडिया भनेको चाहिँ इन्ट्रिगल अथवा इन्ट्रिग्रेसन अथवा इन्ट्रिगल क्यालकुलस भन्छौँ। जतिसुकै कम्प्लेक्स, जतिसुकै जटिल इक्वेसन देखिँदा पनि त्यो इक्वेसन पछाडि यी दुईवटा कोर आइडिया हुन्छ र यसलाई हामी हार्ट अफ क्यालकुलस पनि भन्छौँ। साथीहरू, अब डेरिभेटिभले एउटा प्रश्नको उत्तर दिन्छ। कुनै पनि कुरा कतिको फास्ट चेन्ज भइरहेको छ अथवा कुन गतिले परिवर्तन भइरहेको छ। एक्ज्याक्टली भन्नुपर्दाखेरि डेरिभेटिभ गिभ्स द एन्सर टु द क्वेसन्स हाउ फास्ट समथिङ इज चेन्जिङ। कुनै पनि कुरा कुन गतिले चेन्ज भइरहेको छ त्यसको एन्सर डेरिभेटिभले दिन्छ र इन्टिग्रलले चाहिँ अर्को प्रश्नको प्रश्न दिन्छ। त प्रश्न छ, कुनै पनि कुरा कतिको थुप्रिरहेको छ, कति एक्युमुलेट भइरहेको छ, कति जम्मा भइरहेको छ, त्यसको प्रश्नको उत्तर इन्टिग्रलले दिन्छ। हाउ मच समथिङ इज एक्युमुलेटिङ, त्यसको उत्तर इन्टिग्रलले दिन्छ। हाउ फास्ट समथिङ इज चेन्जिङ, त्यसको उत्तर डेरिभेटिभले दिन्छ। इक्जाम्पलको लागि, जस्तै तपाईँहरूले मोटरसाइकल कुदाइरहनु भएको छ भने मोटरसाइकलको कुनै पनि एक्ज्याक्टली कुनै पनि इन्स्ट्यान्टमा, ठ्याक्कै कुनै पनि क्षणमा तपाईँले त्यसको स्पिडोमिटरमा देख्न सक्नुहुन्छ। हो, त्यो स्पिड निकाल्नको लागि हामीले डेरिभेटिभ युज गर्छौँ। र इन्टिग्रल भनेको जस्तै तपाईँले कुनै एउटा पोखरीमा पानी जम्मा भइरहेको छ भने आफ्टर सर्टेन टाइम, कुनै पनि टाइम पछाडि त्यो पोखरीमा कति पानी थियो त्यसको उत्तर इन्टिग्रलले दिन्छ। परिवर्तन भइरहेको छ भने त्यसको हामीले, कुनै पनि कुरा चेन्ज भइरहेको छ भने त्यसको हामीले डेरिभेटिभ निकाल्न सक्यौँ। र कुनै पनि कुरा जम्मा भइरहेको छ, कुनै कुरा थुप्रिरहेको छ भने अब त्यसको हामीले इन्टिग्रल निकाल्न सक्छौँ। क्यालकुलस क्लासमा पढिने अरू सबै कुरा यी दुईवटा कुराकै अराउन्ड घुमिरहेका हुन्छन् र मेन कोर आइडिया भनेको यी दुईटै कुरा हुन्। क्यालकुलस क्लासमा यी दुईवटा कुरालाई कसरी निकाल्ने भनेर स्टडी गर्नुहुन्छ र कोर आइडिया भनेको यही नै रहेछ। इन्टिग्रल, डेरिभेटिभ भनेको हाउ फास्ट समथिङ इज चेन्जिङ, अर्थात् रेट अफ चेन्ज अफ समथिङ, सम क्वान्टिटी, कुनै पनि क्वान्टिटीको रेट अफ चेन्ज दिने काम डेरिभेटिभले गर्छ। र इन्टिग्रेसनले के गर्छ भन्दाखेरि इन्टिग्रेसनले हाउ मच समथिङ इज एक्युमुलेटिङ, हाउ मच समथिङ इज कलेक्टिङ, त्यसको एन्सर इन्टिग्रलले दिन्छ। अब यो कथाको सबैभन्दा सुन्दर र रोचक पक्ष भनेको के हो भने यी दुईवटा कन्सेप्ट, डिफ्रेन्ट कन्सेप्टहरू कुनै एउटै कोठामा बसेका दुईजना साथीले बनाएको होइनन्। वास्तवमा भन्यो भने डेरिभेटिभ इन्टिग्रलभन्दा पछाडि आएको कन्सेप्ट हो। इन्टिग्रल लगभग 250 वर्ष बिसी अर्थात् आजभन्दा लगभग 2200 वर्ष अगाडि ग्रिसमा यसको जन्म भएको थियो। आर्किमिडिजको टाइममा यसको जन्म भएको थियो र डेरिभेटिभको जन्म चाहिँ 1600-1700 शताब्दीमा इङ्ल्यान्ड र जर्मनीमा भएको छ। र यसको पछाडिमा योगदान दिने महान वैज्ञानिकहरूमध्ये एक हुनुहुन्छ सर आइज्याक न्युटन र अर्को म्याथमेटिसियन हुनुहुन्छ गॉटफ्राइड लेबनिज। यी दुईटाले यो डेरिभेटिभको जन्म दिनुभएको। र इन्ट्रेस्टिङ कुरा चाहिँ अब के छ भने साथीहरू,
यी दुईटा कुराहरू डिफ्रेन्ट ठाउँका डिफ्रेन्ट प्लेसका डिफ्रेन्ट टाइमका कन्सेप्टहरू तर 1700 शताब्दीमा हामीलाई के थाहा भयो भने यी दुईटा डिफ्रेन्ट आइडियाहरू भए तापनि दुईटा डिफ्रेन्ट ठाउँका डिफ्रेन्ट आइडिया भए तापनि यी अब के भयो भने मेलामा हराएका दाजुभाइ निक्लिए के लास्टमा चाहिँ दाजुभाइ पो रहेछन् मेलामा हराएका दाजुभाइ जस्तो निक्ले अर्थात् यी दुईटाको एकदमै स्ट्रङ रिलेसन एकदमै ब्युटिफुल रिलेसन पत्ता लाग्यो र यो रिलेसनले गर्दा आज तपाईँले फिजिक्स म्याथमेटिक्समा जहाँ पनि क्यालकुलस देख्नुहुन्छ र यो रिलेसनले यो ब्युटिफुल रिलेसन्स बिट्विन दिस कन्सेप्ट डेरिभेटिभ र इन्टिग्रलको रिलेसनले गर्दा नि फिजिक्स र म्याथमेटिक्सको डिरेक्सन सधैँको लागि चेन्ज गरिदियो यो प्लेलिस्टमा पनि हामीले यसकै बारेमा स्टडी गर्नेछौँ तपाईँले क्यालकुलस क्लासमा डेरिभेटिभ कसरी निकाल्ने इन्टिग्रल कसरी निकाल्ने भनेर पढ्नुभएको होला तर मेरो प्रयास भने के हुनेछ भने तपाईँलाई डेरिभेटिभ के हो इन्टिग्रल के हो र किन यस्तो हुन्छ किन यसको पछाडिको कन्सेप्ट फर्मुलाहरू यसरी युज गरिन्छ भन्ने कुरा सिकाउने छु र यो प्लेलिस्टमा हामी इन्टिग्रेसन डेरिभेटिभ यसको एप्लिकेसनहरूको बारेमा स्टडी गर्नेछौँ मलाई फलो गर्नुहोला मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला फेसबुकमा फलो गर्नुहोला सेयर गर्नुहोला तपाईँले क्यालकुलसलाई कसरी बुझ्नुभएको छ अथवा तपाईँलाई क्यालकुलसको बारेमा कुनै प्रब्लमहरू कुनै समस्याहरू छन् भने कमेन्ट गर्नुहोला नेक्स्ट भिडियोमा भेट्नेछौँ हस् धन्यवाद